मसँग त लाखभन्दा कम छ भन्नु छ भने लाखभन्दा कममै तपाईँहरूको लागि यो डिस्कभरहरू आइसकेको छ एकदमै लाखभन्दा कममा। यो तपाईँहरूलाई मैले भनिहालेँ 70,000 मा आउँछ, यो 80,000 मा आउँछ। हाम्रो इन्फोबी युट्युब च्यानलमा आज तपाईँहरूको लागि हामीले डिस्कभरहरू ल्याइसकेका छौँ। सस्तो प्राइजमा एकदम राम्रो माइलेज दिने कम के भन्छ मोडलमा नयाँ चाहिने हजुरहरूले खोजिराख्नु भएको छ भने हामीले तपाईँहरूको लागि डिस्कभर ल्याइसकेका छौँ। यो डिस्कभरहरू देख्न सक्नुहुन्छ। न्यू मोडलको र ओल्ड मोडलको सबै छन् हामीसँग। तपाईँहरूलाई यसको हामी विस्तृत जानकारी दिनेछौँ। त्यसै गरी तपाईँहरूलाई लोकेसन मैले भनिहालेँ। हाम्रो लोकेसन भनेको बिर्ता मोडको भाटभट्टीदेखि 100 मिटर पूर्व आउँदाखेरि बाटो दक्षिण तपाईँहरूले देखिराख्नु भएको छ। यो बन्दै गरेको बाटो छ है। परतिरपट्टि तपाईँहरूले लक्ष्मी पेट्रोल पम्प देख्न सक्नुहुन्छ। त्यहाँदेखि ताटि पुरापट्टि आउँदै गर्दा यो हाम्रो तपाईँहरूले झापाली रिकन्डिसन हाउस यो बोर्ड देख्न सक्नुहुन्छ। यो बोर्ड हेरेर आउन सक्नुहुनेछ। त्यसै गरी तपाईँहरूलाई हामी डिस्कभरको बारेमा विस्तृत जानकारी दिनेछौँ। अब डिस्कभर भनिसक्दाखेरि एकदमै चलेको हो, बजाज कम्पनीको हो डिस्कभर है। अब यो डिस्कभर भनेको डिस्कभर एम हो, 125 सीसी को हो। अब यो तपाईँलाई हाफ डिजिटल मिटरमा हुन्छ भने एनालग काँटा एनालग सिस्टम हुन्छ, यो डिस्कमा पाउनुहुन्छ। अब यसको टायर अगाडि पछाडि नयाँ छ, लुक साइज पनि राम्रो छ, माइलेज पनि यसले राम्रो दिन्छ है तपाईँलाई। मस्त यसमा तपाईँहरूलाई 55-60 मजाले दिन्छ यो 125 सीसी को डिस्कभरले। कुदाउनलाई एकदम राम्रो हुन्छ। यो डबल सकअप हुन्छ यसमा, यो डिस्कभरमा एकदमै बवाल छ। यो तपाईँहरूलाई मूल्यको कुरा गर्दाखेरि तपाईँहरू हाम्रो युट्युब च्यानल हेरेर आउनुहुन्छ भने मात्र 70,000 मै तपाईँहरूले आफ्नो बनाएर लान सक्नुहुनेछ है त। युट्युब च्यानलबाट आउनेहरूलाई चाहिँ विशेष डिस्काउन्टको साथ हामीले तपाईँहरूलाई फाइनल प्राइस भनेका छौँ। मात्र 70,000 दिएर 70,000 दिएर यो आफ्नो बनाएर लान सक्नुहुनेछ। 2015 मोडल मेची 7 लटको है त। त्यसै गरी यसमा तपाईँहरूले 83 को ट्याक्स क्लियर पाउनुहुन्छ। तपाईँहरूलाई भनेको यातायात खर्च र बिमा मात्र लाग्नेछ। त्यसै गरी अर्को यो डिस्कभर छ हामीसँग। यो डिस्कभर 125 सीसी कै हो। यो डिटिएसआई भन्छ डिस्कभर होइन। यो पनि डिसमा पाउनुहुन्छ। यो चाहिँ ओल्ड मोडल हुन्छ। यो फुल्ली एनालग सिस्टम हुन्छ। यसमा तपाईँहरूले फुल्ली एनालग पाउनुहुन्छ, डिजिटल पाउनुहुन्न। एकदमै फ्रेस कन्डिसनमा छ। इन्जिन पनि राम्रो छ, टायर अगाडि पछाडि नयाँ छ। यसमा तपाईँहरूले खर्च गर्नुपर्ने केही छैन। यसमा तपाईँहरूले डबल सकअप पाउनुहुन्छ भने गियर सिस्टम तपाईँहरूको सेम हुन्छ। एक अगाडि अरू पछाडि हुन्छ गियर यसको। सुपर जस्तै माइलेजको कुरा गर्दा सेम माइलेज हो, यिनीहरू माइलेज फरक पर्दैन। तपाईँलाई पाहाड साहाड दाहिने जानलाई पनि भयो। अब होइन मलाई त एकदम राम्रो यो डिस्कभरमै तर न्यू मोडलमा चाहियो भन्नुहुन्छ भने यो तपाईँहरूको लागि यतापट्टि देख्न सक्नुहुन्छ। यो न्यू मोडलमा सेम हो तर यो डिस्कभरै हो। यो चाहिँ न्यू मोडलमा है। यो तपाईँको 125 डिटिएसआई भन्छ डिस्कभर है। यो तपाईँ यसमा नि तपाईँ डिस पाउनुहुन्छ भने यसमा तपाईँहरूले मिटर पाउनुहुन्छ, डिजिटल मिटरमा पाउनुहुन्छ। त्यसै गरी तपाईँहरूले यसमा 5 गियर पाउनुहुन्छ। तपाईँहरूको टायर अगाडि पछाडि नयाँ छ। इन्जिनको कुरा गर्दा इन्जिन राम्रो छ, लुक साइज पनि राम्रो छ। यो न्यू मोडलमा तपाईँहरूलाई 125 2019 मोडलको हो। अब यसको मूल्यको कुरा गर्दाखेरि मात्र तपाईँहरूले झापाली रिकन्डिसन हाउसमा भिजिट गर्नुभयो भने र तपाईँहरूले हामीले युट्युब च्यानल मार्फतबाट आएको भन्नुभयो भने तपाईँहरूलाई यो मात्र 90,000 मा आफ्नो बनाएर लान सक्नुहुनेछ। त्यसै गरी यसको पनि मूल्यको कुरा गर्दाखेरि यो 2018 मोडल मेचे 10 लटको मात्र तपाईँहरूलाई युट्युब च्यानलबाट आउँदै गर्दाखेरि 80,000 मा है त। 80,000 लिएर आउनु होला र यो आफ्नो बनाएर लान सक्नुहुनेछ। यसको कर पनि तपाईँहरूलाई 83 को कर क्लियर आउँछ। यसमा तपाईँहरूलाई 83 को कर क्लियर आउँछ। माइलेजको कुरा एकदम बबाल छ। पाहाड साहाड पिक जहीँ कुद्नलाई हुन्छ। मेन्टेनेन्स कस्ट पनि एकदमै कम, एकदमै सोचे भन्दा मेन्टेनेन्स कम पर्छ भने अब डिस्कभर भनिसक्दा एकदमै बजाज कम्पनीको चलेकै बाइकहरू पनि हुन्। हजुरहरूले अब सस्तो मूल्यमा मोडल नयाँ चाहिन्छ भने यो तपाईँहरूलाई राम्रो हुन्छ। त्यसै गरी अब यो पनि न्यू मोडलमा डिस्कभर हो। अब प्रदेश 12 लटको हो। यो हाम्रो मेची 12 लटको रहेको छ। यसमा डिजिटल मिटर पाउनुहुन्छ। न्यू मोडल भनिसक्दा अब सेम फिचर हो। 2019 मोडलकै गाडी हो यो पनि। अगाडि पछाडि लुक्स वाइज पनि राम्रो छ। कन्डिसनहरूदेखि लिएर सबै कुरा राम्रो छ। खर्च गर्नुपर्ने केही छैन यसमा पनि। यसमा पनि तपाईँहरूले झापाली कन्डिसन हाउस भिजिट गर्दै गर्दाखेरि 83 को ट्याक्स क्लियर पाउनुहुन्छ भने साथै 6 महिना इन्जिन वारेन्टी, 3टा सर्भिसिङ पनि फ्री पाउनुहुनेछ। त्यसै गरी एउटा नयाँ हेलमेट पनि तपाईँहरूले पाउन सक्नुहुनेछ है त। अब यसमा तपाईँहरूलाई इन्जिन वारेन्टी भन्दै गर्दा चाहिँ 3 महिना तपाईँहरूलाई रिक्वेसन बिग्रियो भने चाहिँ 1 रुपियाँ पैसा तिर्नु पर्दैन। हामी फ्रीमा तपाईँहरूलाई बनाइदिन्छौँ। र तपाईँहरूलाई होइन बजेट मसँग त लाखभन्दा कम छ भन्नुहुन्छ भने लाखभन्दा कममै तपाईँहरूको लागि यो डिस्कभरहरू आइसकेको छ। एकदमै लाखभन्दा कममा। यो तपाईँहरूलाई मैले भनिहालेँ 70,000 मा आउँछ, यो 80,000 मा आउँछ, यो तपाईँहरूलाई 90,000 मा आउँछ, यो तपाईँलाई 19 मोडलको एकदमै कम रेटमा आउँछ। मात्र 85,000 मा तपाईँहरूले आफ्नो बनाएर लान सक्नुहुन्छ। मोडलमा नयाँ, प्राइजमा सस्तो। कहाँ आउने त झापाली रिकन्डिसन हाउसमा भिजिट गर्ने र यो यति राम्रो बाइकहरू आफ्नो बनाएर लान सक्नुहुनेछ। धन्यवाद।